के तिमीलाई थाहा छ, कसैको बारेमा नराम्रो बोल्नु भनेको वास्तवमा आफ्नै छवि बिगार्नु हो। विज्ञानमा यसलाई स्पोन्टेनियस ट्रेट ट्रान्सफरेन्स भनिन्छ। यसको अर्थ हो तिमीले अरूलाई लिएर उनीहरूको बारेमा जसरी कुरा गर्छौ, तिम्रो दिमागले तिमीलाई पनि त्यस्तै रूपमा चिन्न थाल्छ। जस्तै यदि तिमीले कसैलाई स्वार्थी वा खराब भन्यौ भने तिम्रो मस्तिष्कले ती गुणहरू तिमीमै जोड्न थाल्छ, र यदि तिमीले कसैलाई मेहनती र बुद्धिमान भनेर प्रशंसा गर्यौ भने त्यही सकारात्मक ऊर्जा पनि तिमीभित्र बस्न थाल्छ। अनुसन्धानले यो पनि भन्छ कि जब तिमी अरूको कुरा काट्छौ, सुन्ने मान्छेले पनि अन्जानमै ती नराम्रा स्वभावहरू तिमीमै देख्न थाल्छन्, र त्यसरी नै यदि अरूका राम्रा पक्षहरूको बारेमा कुरा गर्यौ भने सुन्ने मान्छेको नजरमा तिम्रो व्यक्तित्व सकारात्मक बन्दै जान्छ। यो संसार ऐना जस्तै हो, तिमीले जसरी संसारलाई हेर्छौ त्यही तिम्रो भित्री सोचको प्रतिबिम्ब हो। त्यसैले यदि तिमी सफल, सम्मानित र शान्त जीवन चाहन्छौ भने अरूको बारेमा राम्रो बोल्न र सकारात्मकता फैलाउन सिक्नु, किनकि तिम्रा शब्दहरूले अरूको वर्णन मात्र गर्दैनन्, तिनले तिम्रो आफ्नै दिमागलाई रिप्रोग्राम गरेर तिमी वास्तवमा कस्तो मान्छे बन्छौ भन्ने कुराको निर्माण गरिरहेको हुन्छन्।